हेलो एभ्रिवान है। आज तपाईँको माझमा एउटा ट्रिक देखाइरहेको छु है। यदि तपाईँहरूको पनि यस्तो कडा बाईँ हातमा छ र खोल्नु धेरै समस्या भइरहेको छ भने चाहिँ तपाईँले यो ट्रिक अपनाउनु सक्नुहुनेछ है। पहिला चाहिँ तपाईँले एउटा प्लास्टिक जस्तो सुकै भए पनि प्लास्टिक हुन्छ, त्यस प्लास्टिकको चाहिँ कान चाहिँ तपाईँले पहिला बाईँमा छिराउनुहोस् है। त्यहाँदेखिको चाहिँ त्यो प्लास्टिक चाहिँ तपाईँको बाईँको मुनिबाट डल्लै छिराउनु पर्ने हुन्छ है। यसरी छिराउनुहोस्। यसरी छिराउँदै गएपछि सबै जग्गापट्टिबाट त्यो बाईँको माथि चाहिँ प्लास्टिक हुनुपर्छ है। र यो तपाईँहरूले हालिसकेपछि चाहिँ यस्तो प्रकारले हाल्नुपर्छ र हालिसकेपछि चाहिँ तपाईँहरूले यसमा चाहिँ फेरि क्रिम लगाउनु पर्ने हुन्छ। जस्तो सुकै क्रिम भए पनि हुन्छ, जुन चाहिँ युज गर्नुहुन्छ तपाईँले। यसरी मजाले वरिपरि दलिदिनुहोस्। यसरी दल्दै जानुहोस् मजाले है। अझै कम्ती भयो भने फेरि पनि तपाईँले लगाउन सक्नुहुनेछ। यसरी मजाले क्रिम चाहिँ वरिपरि नै लगाउनुपर्छ है तपाईँले। ल बाईँको हातको वरिपरि नै यसरी लगाएर चाहिँ त्यहाँदेखिको चाहिँ तपाईँले त्यो प्लास्टिकलाई अलिकति माथि सारेर चाहिँ यसरी बिस्तारी खोल्नु पर्ने हुन्छ ल। यसरी बिस्तारी खोल्नुहोस्। यसरी बिस्तारी खोल्नुहोस् है। त्यहाँदेखिको चाहिँ यो प्लास्टिक बाट चाहिँ यो बाईँ आरामले तपाईँले निकाल्न सक्नुहुनेछ है। लु हेर्नुहोस् त यी कस्तो दामी ट्रिक। थ्याङ्क यू फर वाचिङ।